पहिला यो भिडियो हेर्नुहोस् अनि त्यसपछि यसको फन्नी कमेन्टहरू हामी पढ्नेछौँ। अलि बुझेर बोल्नुहोस्, तपाईँ कोसँग बसेर बोल्दै हुनुहुन्छ है? अत्याचार म त बाँकी राख्दिनँ त। पत्रकारजीहरू पनि याङ गर्नु भने म त छेउबाटै फेरि टक्क चामल फुकेर हानेपछि जिन्दगी भएर फेरि बोली नआउला नि, फेरि बोल्न है हानिहाल्ने ठोकिहाल्ने। अब त्यो ताइन त्यो यो ढोका छैन। मेरै घरभित्र आएर तपाईँ मलाई ठुलो कुरो गर्नुहुन्छ भने अनि लौ न नि, यो देश बिगार्नेको पनि सबै बोली बन्द गराइदिनु पर्यो। झाँक्रीज्यू, यो देशको भ्रष्ट नेताहरूको पनि बोली बन्द गराइदिनु नि चामलतिर। अलि बढी नै बोल्यो फेरि सुहाउने कुरा पो गर्नुपर्छ नि। भइहाल्छ नि प्रकाश भाइ, कति हतार गरेको। अब राजा आएपछि तिम्रो बुढी पहिला जाने नै हो।